हेलो नमस्ते गाइज। आज चाहिँ हामी यो इन्डिसेस च्याप्टरको चाहिँ यो एकदमै मोस्ट इम्पोर्टेन्ट क्वेसनलाई सल्भ गर्नेवाला छौँ, जुनलाई चाहिँ हामीले यो 100 पेज नम्बर 103 को 1 को एबाट लिएको छौँ है, 1 को बीको एबाट लिएको छौँ। यो क्वेसन रहेको छ। अब यो क्वेसन चाहिँ एकदमै इम्पोर्टेन्ट क्वेसन हो है। तपाईँहरूले चाहिँ बिएडी 8 क्लासको बिएडीको लागि चाहिँ यो बुक किन्न सक्नुहुन्छ, एकदमै फाइदा गर्छ। र हामी तपाईँहरूलाई चाहिँ लाइभ क्लासबाट पनि यही बुकबाट नै पढाउँछौँ है। र तपाईँहरूले चाहिँ यो क्वेसनलाई कसरी सल्भ गर्ने अब राम्रोसँग हेर्नु होला। पहिला फर्स्टमा चाहिँ के छ भनेपछि यतातिर हाम्रो एक्स छ है, यतातिर पनि एक्स छ, यसको पावरमा एम छ भने यसको पावरमा चाहिँ माइनस एन छ। पहिला तपाईँले के गर्नुहोस् भनेपछि यसलाई होइन बराबर लेखेर पहिला चाहिँ एक्सको पावरमा यम इन्टु एक्सको पावरमा यो माइनस एन भएको हुनाले यसलाई हामीले माथि लग्दाखेरि यसले प्लस एन बनाउने यसरी होइन। यसको होल पावरमा चाहिँ यम माइनस एनलाई जस्तो त्यस्तै लेख्ने, मल्टिप्लाई गरेर एक्सको पावरमा यसमा पनि सेम प्रोसेस गर्नु होला। यन छ इन्टु एक्सको पावरमा यो माइनस पी छ नि त, यो डिभाइडमा छ भने माथि गएर केमा जान्छ त्यो प्लसमा जान्छ कि, मल्टिप्लाई भएर होइन प्लसको पी बनाउने, यसको पावरमा यन माइनस पी लेख्ने अनि इज डिभाइडेड बाई यसमा हाम्रो के छ भनेपछि यमको पावरमा के अरे एक्सको पावरमा एम लेख्ने अनि त्यसपछि यहाँनिर के छ त एक्सको पावरमा पी छ, यो तलतिर चाहिँ पोजिटिभ मतलब प्लसको पी छ भनेपछि यसलाई माथि लगेर जानु होला। त के बनाउनु पऱ्यो त यसलाई माइनसको पी बनाउने। यता हेर्नुहोस् त डिभाइडमा हाम्रो के छ त, यो डिभाइडमा हाम्रो माइनसको पी छ भने माथि गएर यसलाई चाहिँ हामीले मल्टिप्लाईमा लेखेर प्लसको पी बनायो भने यो चाहिँ अहिले डिभाइडमा के छ त प्लसको पी छ, यसलाई चाहिँ माथि लगेर के बनायो त माइनसको पी बनायो है। फेरि यसको पावरमा चाहिँ के लेख्ने यम प्लस पी लेख्ने। अब त्यसपछि चाहिँ अब हामी के गर्छौँ भनेपछि यतातिर जस्तै यहाँ दुईवटा बेस छ नि, बेस सेम छ भने पावरलाई एड गरेर लेखिदिन्छौँ। एक्सको पावरमा चाहिँ यम प्लस एन लेखिदिन्छु र त्यसको होल पावरमा यम माइनस एन लेखिदिन्छु। म इज मल्टिप्लाइड बाई अब एक्सको पावरमा सेम प्रोसेस गर्छु है, एन प्लस पी होइन। पावर बेस सेम छ, पावर मल्टिप्लाईमा छ भने पावरहरूलाई जोडेर लेख्ने हो कि, कति सजिलो छ नि होइन। इज डिभाइडेड बाई एक्सको पावरमा यसलाई पनि बेस सेम लेख्नुहोस्, पावरलाई जोडिदिनुहोस् है। प्लस यस्तो गर्नु पऱ्यो, यसमा के गर्नु पऱ्यो भनेपछि होइन यम प्लस माइनस पी हुनु पऱ्यो है। बेस सेम छ पावरलाई जोड्नु पऱ्यो नि त, यम माइनस पी भयो नि त, प्लस इन्टु माइनस माइनस पी यसरी लेख्नु पऱ्यो कि, यम माइनस पी डाइरेक्टली लेख्दा पनि भइहाल्यो। अनि यसको होल पावरमा के भयो त यम प्लस पी भयो। अब यतातिर अब के छ भनेपछि यहाँ हेर्नुहोस् त, यहाँ चाहिँ हाम्रो ए प्लस बी भयो, यतातिर के छ ए माइनस बी। अब ए प्लस बी इन्टु ए माइनस बी के हुन्छ, ए स्क्वायर माइनस बी स्क्वायरको फर्मुलामा आइहाल्यो कि होइन। यो वाला फर्मुलामा यतातिर हेर्नु होला होइन, ए स्क्वायर माइनस बी स्क्वायरको ए स्क्वायर माइनस बी स्क्वायरको फर्मुला हुन्छ के हुन्छ, ए प्लस बी इज मल्टिप्लाई बाई ए माइनस बी। यो फर्मुलामा चाहिँ यसलाई चाहिँ गर्नुभयो। अब तपाईँको ए प्लस बी छ इन्टु ए माइनस बी भयो नि त, पावरको पनि पावर छ भने दुईवटा पावरलाई मल्टिप्लाई गर्नुपर्छ। यो त्यस्तो रूपमा भयो त एक्सको पावरमा हामी के लेख्न सक्छौँ, एम स्क्वायर माइनस एन स्क्वायर लेख्न सक्छौँ। इज मल्टिप्लाइड बाई अब एक्सको पावरमा के भयो त एन प्लस पी अनि यहाँनिर चाहिँ एन माइनस पी छ। अब हामीले के लेख्न सक्छौँ त एन स्क्वायर माइनस पी स्क्वायर लेख्न सक्छौँ। इज डिभाइडेड बाई अब यसमा के छ हेर्नुहोस् त, एक्सको पावरमा छ हाम्रो यम माइनस पी इन्टु यम प्लस पी। यो पनि यहाँ हेर्नुहोस् त ए माइनस पी सुरुमा छ, ए प्लस पी पछि पछि छ नि त, केही फरक परेन। यो इन्टु यो गरेर पनि यति त आउने हो नि त। जस्तै 2 इन्टु 3 पनि 6 आउँछ भनेपछि 3 इन्टु 2 पनि त 6 त आउँछ नि त केही फरक परेन। त्यही नै फर्मुलामै लेख्नु होला, एम स्क्वायर माइनस पी स्क्वायर नै भयो, ठिक छ नि। अब यतातिर हेर्नुहोस् त, यहाँनिर हाम्रो के छ त डिभाइड छ। यदि हाम्रो मल्टिप्लाईमा छ बेस सेम छ भने पावरहरू सबलाई जोड्नुपर्छ। अब यसलाई पनि जोडेर लेख्नुपर्ने हो कि, यो मल्टिप्लाईमा छ के अरे डिभाइडमा छ भने यसलाई मल्टिप्लाईमा चेन्ज गरिदिनु होला है। मल्टिप्लाईमा चेन्ज गर्दाखेरि यो पावरलाई नै यता र यतातिर सराउन पाइन्छ होइन। अब त्यसलाई लेख्ने हो एक्सको पावरमा एम स्क्वायर माइनस एन स्क्वायर अनि इन्टु एक्सको पावरमा एन स्क्वायर माइनस पी स्क्वायर। अब यहाँनिर चाहिँ इज मल्टिप्लाइड भयो। अब हेर्नुहोस् त यहाँमा के लेख्यौँ त अब हामीले भनेपछि एम स्क्वायर माइनस पी स्क्वायर छ नि त, यसलाई मल्टिप्लाई गरेपछि एक्सको पावरमा पी स्क्वायर माइनस एम स्क्वायर। यो पावरलाई मात्र अदला बदली गरिदिने है, पावरलाई पहिला चाहिँ तपाईँले यो पी स्क्वायरलाई लेख्ने अनि त्यसपछि यसले एम स्क्वायर लेख्ने कि। किन भनेपछि यो के हुन्छ भनेपछि यस्तो भयो कि, यो कस्तो भयो भने चाहिँ 1 ओभर होइन, मल्टिप्लाई गर्दा 1 ओभर एक्सको पावरमा हामी के लेख्छौँ त अब यसलाई डिभाइड गर्दाखेरि माइनस पी स्क्वायर भयो। अब यसलाई चाहिँ बेस फरक गरिदिनुहोस् त एकचोटि, एम स्क्वायर होइन इन्टु एक्सको पावरमा माइनस पी भयो। अब यसलाई चाहिँ माथि लग्नु पऱ्यो नि त, यो माथि जान्छ भनेपछि एक्सको पावरमा पी भयो ओभर एक्सको पावरमा के भयो त एम स्क्वायर भयो। अब यसलाई चाहिँ तपाईँले माथि लगिदियो भनेपछि के भयो त एक्स पावरमा पी भयो माइनस पी स्क्वायर भयो माइनस एम स्क्वायर भयो कि, यसरी यो यसरी भएको कि। अब यति धेरै देखाउनु परेन कि, हामीले डाइरेक्टली यस्तो लेखिदिने। मल्टिप्लाई छ भनेपछि पावरलाई तपाईँले यसलाई यता अगाडि लेख्ने यसलाई पछाडि लेखिदिने कि, ठिक छ नि। यो डिभाइडमा छ, डिभाइडलाई मल्टिप्लाई गर्दाखेरि त्यसरी पावरलाई मात्रै यसरी साटिदिनु होला है। नत्र भने तपाईँको एउटा मात्र पावर छ भने त्यसलाई नै माइनस चिन्ह गरेर त्यसलाई लेखिदिनु होला है। र त्यसपछि अब हाम्रो के हुन्छ त, यो बेस सेम छ। अब तपाईँको पावरहरूलाई सबैलाई एड गर्नु होला। एक्सको पावरमा के भयो त यहाँनिर एम स्क्वायर माइनस एन स्क्वायर प्लस एन स्क्वायर माइनस पी स्क्वायर प्लस यो वाला लेख्नु होला है, पावरलाई मात्र लेख्ने माइनस एम स्क्वायर। अब हेर्नुहोस् त प्लसको एम छ माइनसको एम चाहिँ काटियो होइन। अब माइनसको एन छ प्लसको एन चाहिँ काटियो, प्लसको
पी र माइनसको प्लसको पी र माइनसको पी स्क्वायर काटियो है। त्यसपछि अब एक्सको पावरमा कति बच्यो त 0 0 किन बच्यो भनेपछि 1 - 1 बराबर 0 हुन्छ नि त। एम स्क्वायर माइनस एम स्क्वायर पनि 0 भइहाल्यो नि, त्यसरी सबले सबलाई काटेर 0 भइहाल्यो। अब एक्सको पावरमा 0 हुन्छ भनेपछि त्यसको आन्सर कति हुन्छ त 1 हुन्छ। यो हामी सबैलाई थाहा भएको कुरा हो। यसै प्रकारले चाहिँ हामी सल्भ गर्छौँ है। यो चाहिँ हाम्रो 2 मार्क्सको क्वेसन, के अरे 2 मार्क्ससम्मको सोध्ने क्वेसन हो। यसमा तपाईँले 2 मार्क्स पाउनुभयो। अब तपाईँलाई पास हुने होइन 2 घटाउनु पर्ने छ, त तपाईँले 18 मार्क्स 18 मार्क्स मात्र निकाल्नु पर्ने छ। यो 18 मार्क्स मध्येमा पनि तपाईँहरूले यदि हाम्रो लाइभ जोइन गर्नुहुन्छ भनेपछि तपाईँको कहीँ नगएर पनि होइन जुनसुकै जति पनि एभरेज स्टुडेन्ट हुन्छ कि 35 क्रस बनाइदिन्छु कि त्यसलाई होइन। त्यो टपरै हो भनेपछि त्यसको त 35 क्रस भनेपछि होइन फुल मार्क्स तपाईँको 50 हुन्छ भने हामी चाहिँ 35 क्रस त एभरेज स्टुडेन्टको आइरहेछ भने अब तपाईँ टपर हुनुहुन्छ होइन। तपाईँको चाहिँ अब म धेरै त भन्दैन होइन, 40 मार्क्ससम्म चाहिँ फिक्स आउने बनाइदिन्छु। तर तपाईँले चाहिँ लाइभ जोइन गर्नु होला। लाइभ जोइन गर्नुको लागि के गर्नुपर्छ भनेपछि यो च्यानललाई चाहिँ तपाईँले होइन 1000 फलोवर्ससम्म पुऱ्याइदिनु होला र बिएलई स्टुडेन्टलाई मात्र सेयर गर्नु होला है। यो च्यानल चाहिँ ओन्ली फर बिएलईको लागि मात्रै हो है। तपाईँहरूले चाहिँ अब 1-2वटा अप्सन म्याथमेटिक्सको होइन यो म चाहिँ यो बुकबाट पनि अलिकति हाल्ने गरे हुन्छु होइन। त अब यो 9 को लागि तपाईँले अब 8 पछि त सिक्नु नै पर्ने हो। तर यो च्यानल चाहिँ मेनली भनेको चाहिँ बिएलईको लागि मात्रै हो। सो तपाईँहरूले बिएलई स्टुडेन्टहरूले चाहिँ एकदमै तपाईँले आफ्नो साथीलाई सेयर गर्नु होला है। किनभने तपाईँलाई थाहा छ सेयरिङ इज केयरिङ भन्ने है। ल त गर्नु होला। हस् आजको लागि यति नै। र एकचोटि चाहिँ राम्रोसँग यसलाई चाहिँ म देखाइदिन्छु जसरी है। अनि तपाईँहरूले चाहिँ भिडियोलाई रिपिट गरेर हेर्नु होला। म भिडियोलाई त्यो दोबारा एक्सप्लेन गर्दैन है आज, किनभने चाहिँ दोबारा एक्सप्लेन गरेपछि भिडियो धेरै लामो बन्छ र भ्युज धेरै आउँदैन फेरि टिकटकमा।